स्वागत छ सबैलाई मेरो भ्लगमा म चाहिँ बिहानै उठेर यहाँ फ्रेस हुँदैछु अनि नुहाइधुवाइ सकेर ट्याक्कसँगले अब चाहिँ लागे भन्दै ह्याप्पी ब्रेकफास्ट दबाएर यहाँनिर बुवालाई बाई बुवा बाई भनेको अनि बुवाले चाहिँ जैनफाल भनिदिइरहेको यहाँनिर अनि मैले चाहिँ यहाँ पठाउ पनि बुक गरिसकेको थिएँ नि ठ्याक्कै राइडर दाइ आउनुभएछ अनि म चाहिँ चल गोविन्दे भनेर लागिसकेँ यहाँनिर अनि सर यहाँनिर हामीले 9 तले धरहरा देख्न सक्नुहुन्छ यसलाई चाहिँ के व्हाइट टावर कि के पनि भन्छ अरे अनि त्यसपछि यहाँ गल्ली 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 जाँदैछु यहाँनिर अभिषेक भाइलाई भेट्न गएको म यहाँनिर मक्ख पर्दैछ कसलाई देखाएको भनेर भन्दैछ यहाँ चाहिँ ऊ चाहिँ अनि को छौ यहाँ भनेको राजु दाइ पो ट्याका भाइ भनेर भन्दै हुँदो रहेछ कि यहाँनिर हेलो भनेर हामी चाहिँ लाग्यौँ यहाँनिर लखर 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 3जना लाग्यौँ अब यहाँनिर आज चाहिँ वर्ल्ड इन्भाइरोमेन्ट डे रहेछ नि यहाँ एकदम नारा निकालेर रहनु भएको रहेछ होइन अनि यहाँ दिपेन्द्र राईसँग नै भेट भने हेलो ऊ चाहिँ स्टिल बडी अरे क्या नि राजु दाइले बिदा ऊ चाहिँ कस्तो दामी दामी भनेर आँखा चाहिँ कुन चाहिँ पुरा नाकै देखाएको भन्दैछ ऊ चाहिँ होइन अनि यहाँनिर भाइ पढ न यार भनेर भनेको के पढ्नु यार भनेर भन्दैछ अनि म चाहिँ लागेँ अब केटाहरूलाई होटलमा थन्काएर सर जामै जाम कतै जाम भन्दा भन्दै म आइपुगेँ यहाँनिर म पनि यसो यहाँनिर ठ्याक्क पढ्न बसेँ अनि एकछिन पढेँ अनि लागेँ म छतमा फुल हेर्नु हाम्रो यहाँनिर अनि स्ट्रबेरी पनि फल्न थालेको छ यहाँनिर कोलाई स्ट्रबेरी चाहिन्छ कमेन्ट गर्नु होला अनि आजको भ्लग यति नै थ्याङ्क यू सबैलाई स्ट्रबेरी ल्याइदिएको छु ल खानुहोस् ल